आजको यस वेलकम प्रोग्राममा यहाँ उपस्थित सम्पूर्णमा म मन्दिरा चिमौर्याको तर्फबाट न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु। आजको यस कार्यक्रममा मैले एउटा छोटो कविता प्रस्तुत लिएर आएकी छु। मेरो कविताको शीर्षक सिकाइ रहेको छ। यो छोटो जिन्दगी अनि पार गर्नुपर्ने कठिन यात्रा कहानी जस्तै बनिदिन्छ जीवनभर तिमी नै मुख्य पात्र। तर असर तिमीसँग सम्बन्धित हरेक शख्सको हुनेछ तिम्रो जिन्दगीको पानाहरूमा कहाँ छौ र तिमी मात्र। त्यसैले जिन्दगीको हरेक कुरासँग, हरेक चिजसँग, हरेक मानिससँग जति सकिन्छ उति सिक्न जान्न पर्दछ। त्यसैले सिक, कसैसँग दिल लगाउन सिक, कसैसँग आफू आफैलाई तसल्ली साथ गुटाउन सिक। साँचो बाचा कहिले गर्दै नगर, साँचो उद्देश्य गर। माया गर्छौ कि गर्दैनौ, यदि गर्छौ भने सिद्धतले निभाउन सिक। पैँचो लिएरै भए पनि सपना सजाउन सिक। भनिदिए कसैले राम्रो तिमीलाई मुस्कुराउँदै लजाउन सिक। आफ्नो कुरामा टिकिरहन सिक। कि छ भने संवेदनशील केही सम्हालिन सिक। नसिक मात्र केवल निडर रहन, कतिपय चिजहरूसँग डराउन पनि सिक। पूर्ण कोही पनि छैन, तिमी ईश्वर परमेश्वर पनि होइन। जानेरै नजानेरै भइदिन्छ गल्ती स्वीकार्न सिक। धिक्कार छन् भने तिमीलाई कसैले यदि प्रस्टाइरहनु भन्दा उसलाई नकार्न सिक। साँच्चै जिन्दगी बिताउन साह्रै अप्ठ्यारो रहेछ। यदि सजिलो हुन्थ्यो त के जिन्दगी हुन्थ्यो? तर जिन्दगीलाई कटाउनका निम्ति खुसी हुन, मुस्कुराउन सिक। कहिलेकाहीँ चाहिने भन्दा धेरै हिम्मत पनि राम्रो हुँदैन। दिल दुख्यो भने, कसैको साथ छुट्यो भने, दुखेका ती चित्तहरूमा आँसु लुक्यो भने आँसु बगाउन सिक। यदि आउँछौ रुन भने रोइदिन, आँसु बगाउन सिक। तर समयसँगै अघि बढ्न पनि सिक। तारालाई हेर टिमटिम्याउन सिक। चन्द्रमालाई हेर आफ्नो दाग दुनियाँलाई देखाउन सिक। आउँदैन पालो आफ्नो जबसम्म अरूका लागि ताली बजाउन सिक। स्वीकार्न सिक। यदि हुँदैन भने त्यहाँ तिम्रो इज्जत उठेर त्यहाँबाट अन्तकै जान सिक। चाहँदै पनि सक्दैनौ मिल्न भने कसैको नजरमा नपरी चुपचाप बिलाउन सिक। साथ निभाउन सिक। अरूसित मात्र होइन, आफैसित पनि। दौडेर आफ्नाहरूलाई अँगालिन सिक। कि छन् छरपस्टिएका सपनाहरू सँगालिन सिक। आवश्यक छैन हर समय भिडमा रहनलाई, कहिलेकाहीँ एकान्तमा शान्त शालीन रहन सिक। फालेछन् भने ढुङ्गा यो दुनियाँले तिमीलाई सँगालेर ती ढुङ्गाहरूबाट घर सजाउन सिक। यदि आउँछ कुरा आत्मसम्मानको भने तिमी पनि ढुङ्गा उठाउन सिक। तर शब्दका ढुङ्गाहरू, स्वाभिमानका ढुङ्गाहरू, सफलताका ढुङ्गाहरू बुझ्दैनन् तिम्रा कुरा कसैले यत्तिकै आफ्नो कुरा अरूलाई सम्झाउन सिक। अग्लो घना रुख जस्तै ठुलो आँधीबेरीमा शिर झुकाउन सिक।
यदि साँच्चै केही गर्नु छ भने तिमीलाई, यदि साँच्चै केही गर्नु छ भने तिमीलाई आफ्नो घरलाई त्यागेर आउन सिक। आफ्ना सपनाहरूको लागि टाढिदियो घरबाट, आफ्ना सपनाहरूको लागि टाढिदियो घरबाट, कमसे कम बाबा मम्मीको फोन त उठाउन सिक। साह्रै छोटो पो छ त जिन्दगी, साह्रै छोटो पो छ त जिन्दगी, जिन्दगीलाई जिन्दगी जसरी बिताउन सिक, जिन्दगीलाई जिन्दगी जसरी बिताउन सिक।